हेलो गाइज, सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ है। आज चाहिँ है काठमाडौँमा पानी परेको अवस्था है। पानी छिटाइरहेछ है, कौसीहरू भिजिरहेछ अलिअलि। आज चाहिँ परेवा नखोल्ने है, परेवालाई खोरखोरमै दाना दिने। आज मौसम एकदम धुन्न भएको छ है, एकदम बादल लागेको, पानी परिरहेछ सिमसिम। तपाईँहरूलाई म चाहिँ आज जुन मकाको ब्रिडिङ प्रोग्रेस छ त्यो चाहिँ देखाउन गइरहेको छु गाइज है। यसो कस्तो छ हेर्नुहोस् है। मैले धेरै परेहरू यहाँबाट उता अर्को केजमा सिफ्ट गरिसकेँ है। थोरै छ यहाँ है, अन्डा भएकोहरू छ, बच्चा भएकोहरू थियो, तिनीहरू चाहिँ सिफ्ट गरेको छैन। त्यो हेर्न सक्नुहुन्छ। यो भयो आमा, यो आमाको बच्चाहरू है। यिनीहरूको अर्को बच्चा रहेको छ, यो एउटा है। अर्को रहेको छ यो एउटा है। देखिरहनुपर्छ, यो माथि सबै यही पालिको बच्चाहरू हो है। माथिको लाइन सबै यही पालिको बच्चाहरू हो। अर्को यहाँ छ, यो चाहिँ मेरो कमल ब्रिडमा हो। मैले चाहिँ अहिले यता भालेहरू सिफ्ट गरिसकेँ। अब यहाँ बस्छ भालेहरू है। नानी बाबु म डङ्गोलको ठोबाट आएको भाले हो है। यसको कोख चाहिँ तपाईँको लागेर गइसक्यो है। यिनीहरू मध्ये नै म तपाईँलाई आज यो टेडीको सो गराउँछु है गाइज। हेरौँ कस्तो छ के छ यो है। यसको जोडा छ है, यो दुइटाको सो गरौँ। यो रहेको छ गाइज है मकाको टेडीको बच्चा है। मैले यसको दाइको त तपाईँहरूलाई पहिला पनि सोक गराइसकेको छु होइन, जुन कालाखेमा निस्किन्थ्यो है। उडान पनि राम्रो थियो, 2-3 घन्टा उडेकै परेहरू हो है। तर यसको दाइहरू चाहिँ छैन अहिलेलाई है। अहिले बाजले लग्यो यसको दाइहरू चाहिँ है। अब योभन्दा माथिको एक जोड भने एक पिस छ र यो छ है गाइज है। हेरौँ कस्तो छ यसको क्वालिटी। एकदम कस्तो गर्नुहोस् है। यो रह्यो पहेटा है। बच्चा गाइस है, जेरो कल्ली
त्यसको जोडा रहेको छ यो है गाइज है। पहिला सुरु आँखा हेरौँ है गाइज। आँखा रहेको छ यो है। आउटर रिङ चाहिँ एकदम डार्क छ है। तर यो पखेटा